अम्बो के हुँदैछ यहाँनिर फेरि आम्मामा डान्स हुँदो रहेछ त काले दाइ पो अरे त हौ फेरि काले दाइ म चाहिँ यहाँनिर अहिले आइसकेको छु यो चाहिँ क्लियर वाटर बे हो हामी चाहिँ यहाँ दिदीको घर आइसकेको छौँ गेट थुनिदिइहाल्नु पर्यो रहेछ हामी चाहिँ अहिले भेट भएर चाहिँ यहाँनिर आइपुगेको छु दिदी यहाँ रहेछ खै प्रियङ्का प्रियङ्का अरे हो जय मसी दिदी नि त यसको नाम चाहिँ प्रियङ्का अरे हो यसको नाम चाहिँ चिनारो अरे नि त बो दिदीले रोप्नु भएको रहेछ आलु क्या मजाले फलेछ है अन्डा जस्तो सेतो है बोट मरिसकेको छ कि त्यही भएर मैले चाहिँ आमाले भनेको छु नि त ए अम्बो यो झन् कस्तो ठुलो दिदीसँग आलु खन्दैछु म चाहिँ यहाँनिर दामी फलेछ है दिदी आलु छ है यहाँनिर चाहिँ दिदीले कालिम्पोङबाट सेतो इस्कुस ल्याउनु भएको अरे अन्त यत्रो बनाइसक्नु भएको छ सेतो इस्कुस रहेछ हौ थाङ्रा अरे दिदीले आफै बनाउनु भएको के मजाले गर्नुभएछ दिदीको कोठेबारी हो यो चाहिँ दिदीले चाहिँ हामीलाई यहाँनिर ब्रेकफास्ट रेडी गरिदिइरहनु भएको रहेछ सो म तपाईँलाई किचनमा लिएर जाँदैछु है गुड मर्निङ सबैजनालाई नमस्ते खै कफी आम्बो युरिया दिदी चाहिँ बिजी नै हुन्छ यहाँनिर चाहिँ छ हाम्रो दिदीले यहाँनिर हामीलाई ब्रेकफास्ट रेडी गरिदिएको रहेछ समोसा रहेछ तल ह्यास ब्राउन रहेछ होइन समोसा रहेछ थ्याङ्क यू पासाङ दिदीलाई हुन्छ हुन्छ दिदी हुन्छ फिक्का भन्ने त अब त्यो अदुवा कडा छ नि त लिनुपर्छ खान्छौ दुईजनाको फेरि दुध हाल्यो खाउ न अलिकति चिया मैले बनाएको म त नखाने आज खाएको दुध म कहिले यो कफी खाने आज खाइदिनु न अन्त तिरिक्कै किनभने हेर्नु यस्तो त छ हो Thank you, Pasangla, for your lovely breakfast. And thank you for inviting us. थ्याङ्क यू पासाङ दी यति दामी चिया यति दामी ब्रेकफास्ट आज हामीले गर्नु पायौँ सबैसँग फ्यामिलीसँग मिलेर गरेको जस्तो लागिरहेको छ मलाई त झन् है बेसी थ्याङ्क यू तपाईँलाई चिया चाहिँ मैले बनाएको ए थ्याङ्क यू Thank you, Pasangdi. Thank you, Pasang, for the lovely Sunday morning breakfast. Thank you, Pasang. It is lovely. Thank you for inviting so me. much. And for the breakfast too. Thank you. के साह्रो बिजी हो भनेर यतातिर पनि हेरिदिनुहोस् त लु यति राम्री राम्री हाम्रो यहाँ दिदीहरूलाई Breakfast time हो नि त है अहिले हामीले फास्टिङ ब्रेक गर्दैछौँ हजुर हजुर बताइदिउँ नै म यति नै खान्छु उयो सिरियल खाने खाँदिनँ भयो अनि के खाजा भएन त के साह्रो माया गरेको मलाई यहाँ दिदीले के साह्रो माया गरेको होइन है घरमा आएर खाने होइन हौ यो मलाई यति भए पुग्छ यस्तो गाडी सुरु गरे खास त यस्तो रहेछ नि त हौ अन्त यताबाट जाउँ न त फिटनेस चाहिँ यसरी बढाउनु पर्दो रहेछ है हो फिटनेस अम्बो क्या दामी देख्यो अब राम्रो ल कसले ज्यादा खाने है के तित्तिरी हामीलाई पनि राम्रो खाइहाल्नु पर्यो अमिलो खाने पो खाने त लु निम्बु ल्याउँदा हुन्छ तित्तिरी हो यो अस्ति मैले थाइल्यान्डबाट ल्याएको थ्याङ्क यू अमिलो छैन त गुलियो तित्तिरी हो प्रेग्नेन्ट छौ 3 महिना भयो होला हुन्छ खाउँछ 3 महिना जस्तो चाहिँ भयो होला घटाउनु पर्ने होइन अब अझै बढाउनु पर्ने हेलो
हजुर म यहाँ मेरो आइफोन 14 बाट बोल्दैछु यहाँनिर आइफोन 14 बाट को बोल्नु भएको मेरो फोन देऊ त मेरो फोन देऊ त सबैजना बातहरू गरिरहेछ हो यहाँ किचनमा दिदीले खाना पकाइरहनु भएको छ सो म चाहिँ अब यहाँ माथि घरको हेर्नुको लागि चाहिँ टुरको लागि गइरहेको छु र यहाँ चाहिँ वुडन स्टेयर्स रहेछ है कस्तो राम्रो चटक्क परि गएको यहाँ चाहिँ कुकुर आउँछ भनेर सायद बन्द गर्नु भएको रहेछ कस्तो दामी पेन्टिङ रहेछ सट्टै यहाँनिर यस्तो रहेछ है कस्तो मजाको रहेछ जिन्दगीमा मलाई पनि यस्तै घर बनाउने सपना छ लु कस्तो मजाको चटक्क परिरहेको रुमहरू रहेछ यहाँ सानो बाल्कनी रहेछ है यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ है यो चाहिँ हाम्रो दिदीको घरमा आज आएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर तपाईँहरूलाई देखाइदिइरहेको यो चाहिँ हङकङको भिलेज एरिया हो सबै है टाउनदेखिको धेरै टाढोमा यहाँदेखिको तल हामी यहाँनिर घुमिरहेको थियौँ आलु टिपेको जग्गा अनि यहाँ चाहिँ म छु कस्तो हुन्छ नि एउटा कस्तो शान्ति टाइपको घर रहेछ यहाँनिर हेर्नु न आर्टहरू गरेको सबैभन्दा बेस्ट पार्ट चाहिँ अब मलाई यस्तो पेन्टिङहरू आर्टहरू हुन्छ नि एकदमै मलाई चाहिँ मनपर्छ किनभने म पनि हल्का फुल्का पेन्टिङहरू गर्छु है आर्टहरू गर्छु सो मलाई चाहिँ एकदमै राम्रो लाग्यो के गर्दैछ बोलिरहेको रहेछ दाजुले खाना बनाउनु हुँदैछ पाहुनामा बोलाएको मैले भएन भनेर सिकाउ गरिदिँदैछ के मान्छ यो चाहिँ हामी लन्चको लागि प्रिपेयर गरिरहेका छौँ र आज चाहिँ हाम्रो बाहिर बसेर खाने अरे सो दिदीले यहाँ टेबल लगाउनु हुँदैछ म देखाउँदैछु है तपाईँहरूलाई दिदीले चाहिँ यहाँ टेबल सेट गर्नु हुँदैछ आज चाहिँ आउँदैछ हाम्रो यहाँनिर यो चाहिँ मर्निङ ग्लोरी भन्छ यो सब्जीलाई काङकङ पनि भन्छ मर्निङ ग्लोरी भन्छ यो चाहिँ हरियाली चिकन यसला अनि यो सनी साइड अफ एग फ्राइड एग यो चाहिँ नासी लेमक भन्ने एउटा डिस हुन्छ इन्डोनेसियन सिङ्गापुर मलेसियाको के हजुर हौ त्यो आज चाहिँ हामी नासी लेमक खाँदैछ प्लस यो सलाद चाहिँ एड हो जे होस् तपाईँको होला हो यो चाहिँ मेरै स्पेसल हो यो चाहिँ अच्छा लट अफ गुड दिदीले चाहिँ दामी खानाहरू बनाउनुहुन्छ है मैले जहिले पनि भन्छु तपाईँलाई अनि यो चाहिँ पोर्क श्रेडेड पोर्क एन्ड पोटेटो बेक्ड अम्बो दामी हेर्दै हेरौँ त दामी बनाउनु पर्छ मुखमा पानी आयो आयो नि हौ मुखमा पानी आयो 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 गाइस छिटो अब भात ल्याऊ हाम्रो यहाँ चाहिँ पार्टी भइरहेको छ यो भित्र चाहिँ भनिदिनुहोस् त अरू बेल लाग्यो भनेर सबैजनालाई बेल लगाइदिएको नि यहाँ लन्चको लागि ह्याप्पी सन्डे भाइ ल ह्याप्पी सन्डे अरे लु यहाँनिर चाहिँ छ हाम्रो खाना आजको लन्च सुरु गर्नु चाहिँ लु नलजाइकिन
सुन्तला हेर है हाम्रो त्यता सुन्तला पाउँछ अब दामी बनाउनु भएछ दिदी केक Yes. Salah. Good now we have actually के साह्रो ट्यालेन्ट हौ आमामा हाम्रो दिदीको लु दिदी तपाईँलाई अगेन Thank you. रुख चाहिँ दामी छ है अब खाँदा कस्तो छ आफ्नो अहिले है ल के भयो मिङमा दा ट्राई गर्नु न कस्तो भयो यो त डिजर्ट हो नि मिठो भयो साँच्ची लु है म चाहिँ यहाँ दिदीलाई सघाउँदैछु भाँडा धुनुको लागि अब चाहिँ घर जाने जाने बेला भएको छ सो अब चाहिँ यहाँ फटाफट दिदीलाई हेल्प गरेर चाहिँ हामी यहाँबाट निस्किनेवाला छौँ अनि तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो र मैले भनेको थिएँ तपाईँहरूलाई है जतिजना यहाँ बस्छु तपाईँहरूलाई घुमाउँछु भनेर सो जतिजना पनि नयाँ हुनुहुन्छ मेरो भिडियो हेरिदिनुहोस् मन पर्यो होला तपाईँहरूलाई मेरो भिडियो सो र अब चाहिँ हामी यहाँबाट घरतर्फ जानु लागेको छौँ सो तपाईँहरू सबैजनालाई मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच अनि अझै भिडियोहरू हेर्नु चाहनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस् थ्याङ्क यू सो मच अब चाहिँ हाम्रो लास्ट भेटघाट यहाँ दिदीसँग बिदाईको समय पासाङ दिदी रुन्छु नि थ्याङ्क यू तपाईँलाई पो त थ्याङ्क यू तपाईँलाई थ्याङ्क यू फर इन्भाइटिङ अस है सबैजनालाई लु बाई बाई अब तिमीहरू ल